आज चाहिँ नानीको बर्थडेमा यतितिर काम गर्नुपर्छ भनेर मैले सोचेको पनि थिएन। हेलो 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 गाइज, के छ सबैजना सन्चै हुन्छ होला र म पनि सन्चै छु। आज चाहिँ नानीको बर्थडे, हामी चाहिँ त्यही जानेवाला छौँ। अहिले चाहिँ म चक्लेट खाँदैछु होइन। मम्मी चाहिँ यहाँ सतिँदै हुन्थ्यो, त्यसपछि म चाहिँ चक्लेट खाएँ र अब मम्मी र म भएर चाहिँ जाँदैछौँ किनकि आज त्यहाँ पार्टी हुनेवाला छ, बर्थडे पार्टी होइन। मेरो खुसी देख्न सक्नुहुन्छ होला। सो हामी चाहिँ आयौँ यता, माइज पनि आइसक्नु भएको रहेछ। हामी चाहिँ बाटोमा भेटायौँ, माइजले त यता सामानहरू ल्याउनु भएको थियो र अरू सामान ल्याउनु जाने भन्दै हुन्थ्यो मलाई चाहिँ। त्यसैले म चाहिँ आएँ यता बजारतिर र मैले चाहिँ तेल र टमाटर नि लगेर गइसकेँ अहिले चाहिँ। त्यस बेलासम्म चाहिँ त्यहाँ आइसक्नु भएको थियो अलिअलि भए पनि मान्छेहरू, गेस्टहरू होइन। त्यहाँ अनि देख्न सक्नुहुन्छ म चाहिँ सबलाई ढोकिदिएँ होइन, पालो पालो गरेर। यतातिर चाहिँ रहेको थियो हामी चाहिँ खसीको मासु होइन, जुन चाहिँ आज पाक्नेवाला छ, हेर्न सक्नुहुन्छ। त्यति देखाइसकेपछि म चाहिँ लागिसकेँ आफ्नो कामतर्फ होइन। हामी चाहिँ देप्ची लिएर आउनु पर्ने थियो, आमाले र मैले चाहिँ देप्ची र पलाट पनि ल्यायौँ। त्यसपछि यता भए चाहिँ मम्मीले पकाउँदै हुनुहुन्थ्यो, लिइसकेपछि मम्मी चाहिँ पकाउन लगाइहाल्नु भयो। हामी चाहिँ पहिला पापड पकायौँ, त्यो चाहिँ मैले देखाएन होइन। त्यसपछि यता हेर्न सक्नुहुन्छ छिटो के छिटो मासु। घरमा काम गरिरहेको मान्छे बसमा चढेर कहाँ जान सोचिरहनु भयो होला। म चाहिँ अहिले जाँदैछु बाबुलाई ल्याउन त्यसको स्कुलतर्फ। ल एकचोटि नाच त, ल नाच अनि किनिदिन्छु ल, नाच किन किनिदिन्छु ल, साँच्चै ल नाच त पहिला ल ल। हुनुहुन्छ आज हाम्रो बर्थडे गर्ल, बर्थडे गर्ल। विश सरी ह्याप्पी बर्थडे टु यु भनेर होइन, सबजनाले विश हानिदिनु होला। यसलाई चाहिँ टक्क लगाएर ह्याप्पी बर्थडे टु यु नानी भनेर। तँलाई 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 काम चाहिँ यस्तै हो होइन, हेर्न सक्नुहुन्छ। फेरि मैले चाहिँ यता थाल र मासु नि लिएर आइसकेँ गएर होइन। आज चाहिँ कति काम गर्नु छ, कति मासु लिएर आएर मात्र भएन अरे, फेरि त्यो लिएर आएको मासु नि पकाउनु पऱ्यो अरे मैले चाहिँ। सो मैले मासु नि पकाइदिएँ। त्यति भइसकेपछि यता चाहिँ हाम्रो डेकोरेसनको काम हुँदै थियो। मम्मी चाहिँ यता डेकोरेसन गर्दै हुन्थ्यो, लगायत मम्मी र आवेशले अनि नानीले पनि। त्यसपछि हामी चाहिँ फेरि आयौँ यतातिर कोक ल्याउनतर्फ। यता चाहिँ हामी फ्रिजमा राखिदिएको थियौँ। त्यसपछि चाहिँ हाम्रो यता गेस्टहरू पनि सबै आइसक्नु भएको थियो र हाम्रो बर्थडे गर्ल चाहिँ यता थियो भने हामी चाहिँ बर्थडेको केक यता थियो होइन। अनि त्यसपछि एकछिनपछि हाम्रो बर्थडे नि सुरु हुन्छ, बर्थडे सेलिब्रेसन टक्क लाएर। यता चाहिँ बर्थडे गर्लले केक काट्दै थिएँ भनेपछि मैले चाहिँ यसलाई टिका लगाइदिएँ। अरूले चाहिँ लगाइदिइसक्नु भएको थियो र मैले पनि लगाइदिएँ। र यता चाहिँ सबैजनाले खाना खाँदै हुन्थ्यो र मैले पनि आएर खाना खाइहालेँ होइन।